नमस्ते साथीहरू, वेलकम टु माई अनदर भ्लग। अब आज चाहिँ म हजुरहरूलाई मेरो भ्लगमा मेरो भाइको एङ्गेजमेन्ट अनि त्यसपछि विवाहदेखि लिएर सबै कुराहरूको पार्टी सबै कुराहरूको चाहिँ सम्मिश्रण छ क्या यसमा। छुटफुट सबै भिडियोहरू नै यसमा राखेको छु। हजुरहरूले हेरेर इन्जोय गर्नुहोला। अनि नेक्स्ट पार्ट चाहिँ बिहेको पुरै पार्ट चाहिँ म अब अर्को ब्लगमा राख्नेछु। अहिले चाहिँ यति मात्र हेर्नुहोला अनि इन्जोय गर्नुहोला है त साथीहरू। अब यो चाहिँ स्टार्ट चाहिँ मैले मेकअपदेखि नै गर्दैछु है त हजुर। हेर्नु है, मेकअपमा चाहिँ फर्स्टमा उसलाई अब बेहुला राजालाई चाहिँ क्लिन्जिङ गर्दैछु। अब चाहिँ भ्लग स्टार्ट हुन्छ ल हजुर, हेर्नु होला है। गाडी सँगसँगै जान्छ नि पुलचोक भनेको। ल अब हाम्रो एउटा ट्याक्सी गर्दा हुन्छ कि कतिवटा गर्नुपर्छ? बेकरी क्याफे पुलचोक है। बेकरी साँचो त्यही ब्यागमा हाल्नु म। बेकरी क्याफे गरेर एउटा आउनु मम्मा बस्नु यता आउनु। मम्मी बुवा तपाईँ पनि हजुरले अब उहाँहरूबाट मलाई किन रोडमा छ उहाँलाई चिनाइसक्छ पहिला जयसाबलाई यो सबै सगुन पनि छोरी पनि मैले जयसाबलाई गर्ने है त्यो सगुन पनि जयसाबलाई गर्ने भनेर देखाइदिनु पर्यो। जय छ यो यसो हजुरले मानसिक ग्रहण गर्नु पर्यो। यो सबै हो। हजुरमा कोबाट हुनुहुन्छ उहाँलाई चिनाइदिनु पनि पर्यो। एउटा फोटो नि खिच्छ। आउनु भयो। अब हाम्रो इन्गेजमेन्ट सकिसक्यो। इन्गेजमेन्ट सकेपछि बिहेको लागि चाहिँ तयारी हुँदैछ। रोटी बनाउने, कसार बाट्ने, हेर्नु होला है त आज। हाम्रो सानीमा मम्मी आज कसार बटन ला मम्मी। आज कसार बटार्ने हो नि। आज कसार बाट्ने दिन हामी खट्टे फुट्दै छौँ।
सबै त्यो उहरू यहाँ होला है यो पनि हालिदियो यो चिकेन सबै बच्चा नि हालिदियो भने फोहोर या धेरै किन त्यसमा हुन्छ बोल्दैन त्यो उसमा चाहिँ त्यो गोबर चाहिँ फालिदिनु हो र गोबर चाहिँ बाल्नु हुँदैन नि फेरि धोइले त किसेर काम लाग्यो त्यो कुना राख्दाखेरि मेरो कर्मकाण्ड मैले भिडियो यसो हालिदिनु लाग्यो रोटीको व्यवस्था हुँदैछ छोराको बिहा लगाएछ हामीलाई छोरी दिदीले चल्ने संसार रोटी भर्खरै आगो बालेका छौँ रोटी त हुँदैछ त मुरी 22 पातीका रोटी पकाएका छौँ आगो पुग्ने बित्तिकै भिडियो खिचेर कहाँ रोटी आउँछ अहिले त बाटातिर पनि अब प्राइस गरेर त धार्केमा छ धार्केमा हुँदा मुगलिङमा छ उता ठाउँ ठाउँमै हालेको छ एकपल्ट चाहिँ सक्यो उहाँ मलेसीमा नि रहेछ हाम्रो गएको मामाहरू तर यसलाई दिँदो रहेछ उनले काकाको मात्रै यस्तो देउरानी जेठानी मिलेर दिदीबहिनी मिलेर जान्नु त है छोराको बिहामा यहाँ रोटी रोटी पोलेर चलिरहेछ सानिया पनि आगो लाउँदै हो मेरो पालो आउँदैछ म यहाँ साथीमा गइरहेको छु दिदीहरूलाई यहाँ रोटी बनाउन अब राम्रो नराम्रो त्यस्तै हो रोटी मिठो चाहिँ छ है एकदम रमाइलो वातावरण तयार भइरहेछ है अहिले मिठो चाहिँ छ खाना खाने बेला भएर हो हामी धेरैजना छौँ कस्तो मिठो छ यो रोटी म खाँदै पनि छु रोटी बनाउने हामी धेरैजना छौँ त्यो उता पनि राखेका छौँ हामीले आदि पनि गइसक्यौँ कार्टुनभरि रोटी सानोमा पिठो मुस्नु भएको हाई पिठो मुस्दैछु ठुलो मम्मी चाहिँ आगो लगाउने अनि बेला बेलामा रोटी बनाउने सघाउने ल हेर्नु यहाँ रोटी टिम आमाहरू ए रोटी है एकैछिनमा उ भएर यता हेर्नु ल यता हेर्नु यता काम गरे त फेरि लगाएर भाग्ने बस्नु नपाए म चाहिँ रोटी लाउने रोटी पाकेँ छोरी यति बेरैमा आइपुगी अब ओ त ढोका लगाउने बाबुलाई भने नि भयो एउटा दिदी कति है ल हेर यहाँ कसार बाँधिदिनु भिडियो बनाऊ कि युट्युब भिडियोमा युट्युबमा जान्छ कि यो सब्सक्राइब देखाउनु सबैजनाले त्यसको युट्युबमा दुईटा बनाउँदैछौँ है छोराको बिहेमा क्या हाम्रो छोराको बिहेमा कसार बटार्दैछौँ एउटा त ठुल्ठुलो बनाउनु पर्छ होइन के हो
ल भयो अहिलेको भन्दा छिटो भयो खाउन मिलेर हो क्या त्यही त अलिकति हुँदो नपुगे के त नपुग्ने भयो तिमी चाहिँ हामी कसार बाँधिरहेछौँ गीत भन्ने भन्दै हुनुहुन्थ्यो के गीत गाउने त? भनिसके अघि कसरी सुने होइन फेरि सुन्नु न त नि ल गाली र ताली छ बाटो कसार दुईटै हाल खाली छ लाइचौ बेसन आइचौ बेसन कसार बाँच्नलाई आइचौ बेसन भइदियो भने तिम्रो हात पसारो दाहिने हात कसार हामीहरूले बाटेको कसार खानी भए खानी भए दाहिने हात पसारो दुईचोटि भन्ने हामीहरूले बाटेको कसार खानी भए दुईटै हात पसार लाइचौ बेसन लाइचौ बेसन चिन्न नि नसक्ने लाइचौ बेसन भइछ कसैको बेसन भन्नुपर्ने हो भन्नुपर्ने हो भन्दैछौँ ल हजुर चम्चा छ मैले ल्याउँछु भरि गाली र ताली छ ल्याउन कसार दुईटै हात खाली छ लाइचौ बेसन लाइचौ बेसन चिन्न नि नसक्ने आइछ बेसन गाली र ताली छ ल्याउन कसार दुईटै हात खाली छ लाइचौ बेसन आज बाबा अहिले यहीँ फिसिरहेको छ नि राम्रोसँग अब सम्झी यसरी आउँथ्यो यहाँ भइसक्यो सिधा है सिधा होइन ठिक छ नाप्दाखेरि पुरा हात चाहिँ यसो गर्ने यसो गरेर यसो नाप्ने हात चाहिँ साइडबाट सिकाउनु नैत्यकाल स्वादिष्टात् सकल देवता या गच्छन्तु या तिष्ठन्तु मम सबै चिज है पाद्यम अर्घ्यम पञ्चामृतम सबै थोक चढाउनु पाद्यम अर्घ्यम आचमनीयम निदम लेपनम चन्दनम अभिरचूडम हेमानुक्षतान् तिलान् पुष्पाणि समर्पयामि यो बाल्नु पर्ने तरिकै रहेछ त्यस्तो राम्रो छ होइन यतापट्टि एउटा गर्दाखेरि देउमा हालेर दिने होइन क्या ए दियोमा हालेको उ नभए त भइहाल्यो